नमस्कार साथीहरू, स्वागत छ गोल्ड मिन्ट इन्भेस्टमेन्टमा। आज डोल्टीले बजारमा निकै बलियो प्रदर्शन गरेको छ। प्राइस मात्र बढेको छैन, भोल्युम पनि निकै आकर्षक आएको छ। आजको भोल्युम 2,70,000 किता कारोबार भएको छ र एउटा राम्रो बुलिस ह्यामर क्यान्डल पनि आजको दिनमा बनाएको छ है। डोल्टी आज 6.89% बढेर 388 रुपिजमा क्लोज भएको छ। आजको ट्रेडिङ भोल्युम धेरै महिनापछि, लगभग 2 महिना अगाडिको अप्रिलको 21 पछिको लगभग भोल्युम आएको छ है। प्राइस बढ्नु मात्र महत्त्वपूर्ण होइन, भोल्युम पनि एउटा आधार हो। भोल्युमले पनि धेरै कुरा देखाएको हुन्छ। मैले हिजो नै भिडियो बनाएको थिएँ, यसमा केही न केही हुँदैछ है, एकुमुलेसन हुँदैछ यो रेन्जमा भनेर मैले हिजो नै भिडियो बनाएको थिएँ। तपाईँको यो रेन्जमा जुन यो हाम्रो अहिले देखिन्छ, यो बेस फर्मेसन गरेर एकुमुलेसन जुन यो 45-50 दिनको यो एकुमुलेसन थियो, त्यसपछिको एउटा ब्रेकआउट है, त्यसपछिको एउटा ब्रेकआउट हिजोको क्यान्डलले चाहिँ नियरली ब्रेकआउट दिन आँटेको थियो तर सकेको थिएन। तर केही एउटा कन्फर्म गरेको थियो कि बढ्छ कि भन्ने कुरा कन्फर्म गरेको थियो र आजको क्यान्डलले त्यसलाई साबित गरेको छ। ठिक छ। अब ट्रेडको लागि के गर्ने त? अब तपाईसँग यो स्टक छ भने तपाईँले यसको फाइनल अल्टिमेटम भनेको 420 सम्म तपाईँ कुर्न सक्नुहुन्छ है। अथवा तपाईँले आधी 400 को लेभलमा बेचेर आधी होल्ड गरेर बढ्यो भने आधी माथि बेचिदिने, घट्यो भने आधी जुन 400 लेभलमा बेचेको थियो त्यो फेरि एड गरिदिने, घटेर 80 तल आयो भने फेरि एड गरिदिने है। यो एउटा स्ट्र्याटेजी हुनसक्छ। र तपाईँ होइन यो केही लफडा गर्दिनँ, म होल्ड गर्छु भन्ने पनि हुन्छ। र होल्ड गरेपछि के चाहिँ गर्नु पऱ्यो, तपाईँको 420 भन्दा माथिदेखि 440 सम्मको रेन्जसम्म चाहिँ तपाईँले यो स्टक फाल्नुपर्ने हुन्छ, बेच्नुपर्ने हुन्छ। किनकि यो एउटा लकिन खुलेको स्टक हो र यो जुन यो बढाइ छ यो टेम्पोरेरी मात्र हो, यो मेरो एनालाइसिसमा है। अब अहिलेको बाईको लागि के गर्ने त? नयाँ इन्ट्रीको लागि के गर्न सकिन्छ त? नयाँ इन्ट्रीको लागि तपाईँहरूले यसमा करेक्सन आयो भने यो लेभलमा तपाईँले एड गर्न सक्नुहुन्छ 370 को लेभलमा। भोलिको दिनमा नबढिकन करेक्सन आयो भने भोलिको ट्रेडिङ डेजमा यदि नबढिकन करेक्सन आयो भने 370 को लेभलमा एड गर्न सक्नुहुन्छ र त्यसको टार्गेट चाहिँ तपाईँको 400 भन्दा माथि हुन्छ है। पार्सियली तपाईँ सेल गर्दै जानुहोस् 400 भन्दा माथिको प्राइसमा। अब सेलको लागि मैले भनिहालेँ, तपाईँसँग छ भने होल्ड गर्नुहोस्। 420 भन्दा माथि तपाईँले हेर्न सक्नुहुन्छ र होइन अलिकति बेच्नलाई पुग्दैन कि जस्तो लाग्छ, रिस्क डर लाग्छ भने चाहिँ 400 को लेभलमा अलिकति भोलि पुग्यो भने बेच्न सक्नुहुन्छ आधी, र आधी होल्ड गरेर माथि बेच्नुहोस्, या फिर आधी तल आयो भने थपिदिनुहोस् है। ठिक छ। यसको लागि अब करेक्सन 7 दिनको लागि करेक्सन आउन सक्ने देखिन्छ एउटा, र त्यसपछि पनि फेरि माथि नै जानेछ। र करेक्सन नआइकन भोलिबाट नै माथि गयो भने चाहिँ 420 को लेभलमा तपाईँले यसलाई फालिदिनुहोस् र त्यसपछि यो स्टक फेरि तलतिरको लागि आउँछ है त। ल, यति भन्दै अब यो भिडियो यहीँ समाप्त भयो र अब अर्को भिडियोमा म अर्को स्टक एनालाइसिस लिएर आउँछु। धन्यवाद।